म र एकजना मेरो साथी पुनागिरी मन्दिरको दर्शनको लागि महेन्द्रनगरबाट मिति 2082 जेठ महिनाको 4 गते बिहान 7:28 महेन्द्रनगरबाट ब्रह्मदेव लिङ्क सडक हुँदै अगाडि बढ्यौँ। यो लिङ्क सडकको 10-15 किलोमिटर केही समयमा पार गर्दै बिस्तारै हामीहरू लगभग ब्रह्मदेव बजार पुग्यौँ, जहाँ ब्रह्मदेव बजारमा विभिन्न किसिमका वस्तुहरू सामग्रीहरूको किनबेच गरिन्छ। यस बजारमा यो बजार खास गरेर धार्मिक पर्यटकलाई लक्षित गरेर बनेको बजार हो। खासै ठुला भवनहरू नभए पनि छिटपुट रूपमा ठुला घरहरू छन्, तर अधिकांश पसलहरू अस्थायी पसलहरू छन्। अस्थायी पसल पनि पूजाआजाका सामग्रीदेखि लिएर कस्मेटिकका सामानहरू र केही खाने नास्ताका होटेल रेस्टुरेन्टहरू रहेका छन्, जहाँ भारतीय नागरिक र नेपाली नागरिक पुनागिरी माताको दर्शन गरिसकेपछि यहाँ यो बजार नजिकै रहेको ब्रह्मदेव बजारको ठिक्क बीचमा सिद्धनाथ वैष्णव बाबाको मन्दिर छ। त्यहाँ दर्शन गर्नको लागि आउने गर्दछन्। हामीहरूले ब्रह्मदेव बजारसँगै पुगेसँगै 4 जना पुनागिरी माताको दर्शनको लागि गइरहेका तीर्थालुसँग भेट भयो। उहाँहरूमध्ये 2-3 जना मेरो साथी रिदमदत्त पन्तका चिनजानका रहेछन्। उहाँहरू सँगसँगै हामीहरू पनि एउटै ठाउँ जाने भएपछि कुरोकानी अगाडि बढायौँ। कुरोकानी बुझ्दाखेरि त्यहाँबाट 3-4 किलोमिटर जति ब्रह्मदेव पारीपट्टि टनकपुर